नमस्कार सुनिताजी। नमस्कार। के छ खबर? ठिक छ, राम्रो छ। कहिले आउनुभएको यो योगधाममा? म यहाँ आएको 3 हप्ता भइसक्यो। यो पहिलो पटक हो? होइन, तेस्रो पल्ट। तेस्रो पटक। अनि यहाँलाई कस्तो लाग्दैछ? कस्तो लाग्छ यहाँको बसाइ साधना? एकदमै ऊर्जावान। म 3 पल्ट भइसक्यो आएको, तर पनि जतिपल्ट आउँछु नि पहिलाचोटि आएको जस्तो आफूलाई महसुस हुन्छ। यहाँ आएपछि तलदेखि खोलादेखि लिएर सबै चिया बगान सबैतिर घुमेर मात्र अनि आफ्नो कोठामा जान्छु। सबैतिर भिडियो बनाएर यति राम्रो लाग्छ, यस्तो दिव्य ठाउँ, एकदमै आनन्द लाग्छ, राम्रो सुन्दर। अनि पटक पटक आउँदा हरेक पटक आउँदा केही उद्देश्य लिएर कि कसरी पाल्नुहुन्छ यहाँले? त्यही आफूलाई अब व्यस्त ठाउँमा थकान टेन्सन भएको ठाउँमा तनाव मुक्त हुनको लागि होइन, ऊर्जावान दिव्य ठाउँमा आएर आफूलाई नै रिफ्रेस गराउनको लागि, जस्तो ब्याट्री चार्ज गरे जस्तै आफूमा पनि त्यो हुनको लागि मलाई यहाँ आउन एकदमै सुख आनन्द लाग्छ। अनि अरूलाई केही भन्न चाहनुहुन्छ तपाईँ यो भिडियो हेर्नेहरूका लागि? कम्तीमा पनि 1 हप्ताको प्याकेज लिएर एक हप्ताको लागि मात्र भए पनि आउनै पर्ने यस्तो ठाउँमा आफूलाई नै अब जिन्दगी के हो, कसरी हामीले योग साधनामा बिताउन सक्छौँ होइन, मन्त्र पूजापाठ मन्त्रदेखि लिएर ध्यानदेखि लिएर सबै चिजमा आफ्नो कस्तो हुन्छ भन्ने कुरा हामीलाई यहाँनिर गर्न सिक्न पाउँछौँ। त्यो नै सबैभन्दा ठुलो होइन। धन्यवाद। एकपल्ट आउनै पर्छ। धन्यवाद।